अब काठमाडौँ महानगरपालिकामा को चुनाव लड्ने भन्ने कुरा चाहिँ यो पार्टी सभापतिले ठ्यास्स गरेर चाहिँ फलाना लड्ने भनेर छान्न पाउँदैन। त्यसको एउटा प्रोसेस छ। यो सबै कुराहरू गर्दैछु, तर यो सबै कुराहरू गरेको कुरा समाचार बन्छ। अहिले मैले त्यही भएर साथीहरूले यसो जिस्काएको बन्छ बन्दैन। आज के बन्छ भनिदिउँ म। आज योभन्दा अगाडि तपाईँले के बोल्नुभयो पार्टी एकताको बारेमा, अनि कुन चाहिँ नेताले बाहिर कहाँनिर गएर भन्नुभयो, अध्यावधि नगर भन्नुभयो, कहाँ कसको भेला भयो, त्यो बेलुका बन्छ। अनि आम देश र जनतालाई के लाग्छ, त्यो काङ्ग्रेसको समर्थक शुभेच्छालाई के लाग्छ? त्यसै पनि अघि मैले सुरुमा भने इलिबरल डेमोक्रेसीले के भन्नु खोजिरहेको छ, यिनीहरू पुराना हुन्, थोत्रा हुन्, यिनको अरू कुनै काम छैन, खालि आफ्नो बारेमा गन्थन गरेर बसेका छन्, ऊ त्यसो भनिरहेको छ। अनि हामीहरूले आफ्नो कार्यक्रमहरूमा हामी के भनिरहेका छौँ भनेदेखि भने मिलाउनु पर्यो भन्ने कुरा पटक्कै खराब भनेको होइन। मैले खालि हाम्रो इमेज कस्तो बनिरहेको छ भन्ने कुराहरूको सन्दर्भमा, त्यसैले हाम्रो बारेमा के भइरहेको छ धमाधम। अब भोलि हाम्रो धुलीखेलमा कार्यक्रम छ। हामी बागमती भरिको लोकल गभर्मेन्टलाई बोलाएर पहिलो पटक लोकल गभर्मेन्ट तपाईँहरूले कार्यक्रम गर्दै गर्दा पार्टीको विचार के छ, पार्टीको बुझाइ के छ, लोकल रिसोर्सेसहरू के छ, हाम्रो एक्सपर्टहरू जानुहुन्छ, हामी बस्छौँ, कुरा गर्छौँ, बागमती प्रदेशको सरकारको बजेट बनाउने बारेमा छलफल गर्छौँ, प्रोभिन्सियल गभर्मेन्टहरूको डिसिप्लिन कसरी मेन्टेन गर्ने सबै बारेमा कुराकानी गर्छौँ। सबै यो काम अहिले भइरहेको कामको बारेमा कुरा गरेँ मैले यहाँबाट। अब यहाँबाट गएर अहिले मैले हतार गरेको पार्टीमा हामीले नयाँ जेनेरेसनको साथीहरू बोलाएर कन्स्टिट्युसनको सन्दर्भमा चाहिँ नेपाली काङ्ग्रेस पार्टीको पोजिसनका बारेमा छलफल गर्दैछौँ। तर यो सबै कुराहरूलाई पार्टीभित्रको अहिलेभित्र यहाँ देखिएको कुराहरूले यसलाई छायामा पारिराख्ने कुरा भयो। त्यसैले मेरो यो मञ्चबाट श्रद्धेय अग्रजर हुनुहुन्छ, सबै नेताहरूसँग एक्सेस भएको छ, अग्रजर हुनुहुन्छ, म तपाईँहरू मार्फत रिक्वेस्ट गर्छु, मैले मेरो कुरा राखेँ। यसलाई हामीले पार्टीभित्रको कुराहरूलाई, पार्टीको घरभित्रको हाम्रो आफ्नो यहाँभित्र भएको समस्याहरूलाई यसलाई मिलाएर लिएर जाने कुरामा लिएरै जाने हो। अब अरू के उपाय छ, लिएर जाने हो। तर यस्तो पनि नहोस् कि यो नै सबै कुरा हो भन्ने बनाएर बाहिर रहेको हजारौँ लाखौँ सङ्ख्यामा रहेका हाम्रा समर्थक शुभेच्छुकहरू उनीहरूलाई चाहिँ यसमा अरू कुनै उनीहरूका विचार के पनि होइनन् भन्ने हिसाबले पनि हामी त्यसलाई त्यसरी पनि विषयवस्तु नजाओस्, मैले यो कुरामा आग्रह गर्न खोजेको। म एज अ नेपाली काङ्ग्रेस पार्टीको सभापति, प्रजातान्त्रिक विचार समाज जस म नेपाली काङ्ग्रेस पार्टीका लागि त्यसको ठुलो विशेष स्थान छ। म श्रद्धेय सभापति मार्फतबाट म एस्योर पनि गर्छु, म मेरो एउटा कमिटमेन्ट पनि हो नेपाली काङ्ग्रेस पार्टीको। म इलेक्सनमा के हुन्छ मलाई थाहा छैन, तर नेपाली काङ्ग्रेस पार्टीको जुन पोजिसन हो, नेपाली काङ्ग्रेस पार्टी जुन एउटा राष्ट्रिय पार्टी हो, एउटा अभिभावक जस्तो, एउटा चाहिँ सबैलाई मिलाउने जुन शक्ति हो, जुन यसको जनविश्वास हो, जुन यसलाई आर्जन गरेको, त्यो ठाउँसम्म पुर्याउनका निम्ति म इमान्दारितापूर्वक एज अ पार्टीको सभापति कुनै आफ्ना व्यक्तिगत स्वार्थ नराखिकन, जेल आफूले गुमाउनु पर्यो गुमाइकन, मेरो अग्रजले जसरी गर्नुभएको, आफ्नो परिवार गुमाएर 20औं वर्ष जेल निर्वासन बसेर पार्टी प्रजातन्त्र भनेर जे